मजा आएगा ना भिड। वेलकम ब्याक। आज चाहिँ म कता छु भन्दा चाहिँ आज चाहिँ म यतातिर छु अनि म चाहिँ अहिले यो जुसको लागि चाहिँ यो भेन्डिङ मेसिनमा आएको थिएँ है। आ गए रे बाबा, इधर जहर खाने का पैसा नहीं है, तू जा रे जा। यार तू कुछ अनि यो भेन्डिङ मेसिन चाहिँ एकदमै राम्रो डिजाइनमा बनाएको छ हैन। यता पनि एउटा छ, त्यता पनि एउटा रहेको छ। यो चाहिँ हाम्रो नेपाल सरकारले चाहिँ अलिक मजाले चाहिँ ध्यान दिनु पर्यो। अच्छा हमको सिखा रिया। यस्तो अब भेन्डिङ मेसिनहरू नेपालमा पनि ठाउँ ठाउँमा बनायो भने चाहिँ सरकारलाई यसबाट पनि केही अब हुन्छ नि पैसाहरू आउँछ। सो यो चाहिँ बनाउन एकदम आवश्यक छ। सो मैले चाहिँ तपाईहरूले चाहिँ यस्तो चाहिँ निर्माण गर्न सक्नुहुन्छ नेपालमा भनेर मात्रै बनायो अनि यसरी प्राइज राख्दैछु। यहाँनिर यो कुन कुन आइटम कति कति प्राइस भनेर यसरी प्राइस राखिदिइसकेपछि चाहिँ किन्ने मान्छेलाई पनि खाने मान्छेलाई पनि आफूले सजिलो तरिकाले चाहिँ कुन प्राइसको आफूलाई अफोर्ड गर्न सक्छ त्यही प्राइसको चाहिँ आफूले खान सक्छ। सो मैले चाहिँ जुस एउटा खाम भनेर चाहिँ आएको थिएँ अनि आउँदाखेरि अब यो टेक्नोलोजी अब नेपालमा पनि भित्रियोस् भन्ने इच्छाले चाहिँ यो भिडियो बनाएको। सो आप कहाँ थे ज्ञानी बाबा? यसको चाहिँ पैसा राख्ने चाहिँ यहाँ हुन्छ है। यो चाहिँ यहाँ चाहिँ 10, 50, 100, 500 सम्मको चाहिँ यो चाहिँ एक्सेप्ट गर्छ यो मेसिनले चाहिँ। सो अनि यो साइडबाट चाहिँ क्यास चाहिँ 1000 जति 1000 भनेर 1000 भन्दा माथि 100 भन्दा माथि चाहिँ यहाँ चाहिँ 1000 सम्मको रहेछ एक्सेप्ट गर्ने चाहिँ। यो 1000 सम्म चाहिँ यो मेसिनले चाहिँ एक्सेप्ट गर्छ। सो त्यता पनि अर्को मेसिन रहेको छ त्यो र यो दुईटा मेसिन यसो ठाउँ ठाउँमा जापानको चाहिँ गल्ली गल्लीमा बनाएको हुन्छ। जल्दी बोल, कल सुबह पनवेल निकलना। सो कसैलाई हिँड्दा गर्मी भयो भने चिसो अनि जाडो मौसममा चाहिँ तातो पनि सबै चिजहरू चाहिँ पाउने गर्छ यसमा चाहिँ। सो मैले चाहिँ अब चाहिँ मलाई चाहिँ अलिकति फ्रेस टाइपको जुसहरू मनपर्ने भएको भएर सो मलाई चाहिँ अलिकति त्यो हुन्छ नि एसिडवाला जस्तै अब कोलाहरू त्यस्तो टाइपहरू अलि मन नपर्ने भएर म चाहिँ प्रायः जस्तो यस्तै नर्मल जुसहरू खाने गर्छु। रुको जरा सबर करो। सो यसलाई युज गर्ने तरिका चाहिँ यसरी यहाँबाट पैसा हालेपछि सिधै पैसा तल झरेको यार। ल यसले त खाइदिएन त मेरो 500 त। ल त्यसको यो मेसिन काम गरेको काम नगरेको यस्तो चाहिँ प्रमोट गर्दा नि चिल्ला हान्दिया छ।